गाइज गुड मर्निङ वेलकम टु माई च्यानल। आज चाहिँ हामी गुराँसको वन पुरै घुम्दै घुम्दै यहाँ छ नि दुईवटा हामी चाहिँ आज यसको पुरानो पाहाडको घर हेर्न जानु लागेको रायडाँडा। अहिले भकुण्डे भन्ने ठाउँमा आएको छौँ है। भकुण्डेमा यहाँ दामी दामी भ्यू छ है। यहाँ बहिनीहरूले चाहिँ यहाँ त फोटो खिच्दैछन्, हामीहरू चाहिँ यहाँ घुम्दै घुम्दै सबै। मलाई त पुरै भरिया बनाखान, पुरै यता झोला यता ब्याग यता चस्मा। यिनीहरू चाहिँ त्यत्तिकै लिखरी लिखरी हिँड्नै नसकेका। हे आमा सानीमा माधो बरु बगाइदेऊ पानीमा, भ्याकुताले फुल पारो पानीमा, बल्ल पर्यो निर्मायामा। ऐसा नहीं, रुको रुको, शुरू से दिखाते हो क्या? First time tripper experience. Inna the यार के पूछते हैं ना, ये कोई आंसर कोई कैसा लग रहा है? बहुत बढ़िया, बहुत अच्छा लग रहा है मुझे। दाई को घर कता दाई? सिन्धी फाल्छौ। बाप रे बाप, कति भयो त चलाउन लाग्यो? खानाको बन्दोबस्त भोक लाग्यो। खानाको बन्दोबस्त काँडा टिप्नुको सबै टिपेर भइसक्नु, खाने चाहिँ के छ? जय हनुमान। त्यति मिठो त हुने हुन्छ। त्यही लास्ट डाँडाको आएको, लास्ट डाँडाको नि पुच्छर हो। अहिले हामी यहाँ आइपुगेको हामी। यो चाहिँ यो पहिला पहिला देखिएको रायडाँडा स्कुल। अहिले हामी यहाँ चिप्लेटी जाँदै हो। यहाँ यो पाएको यो पारी दमेक के पर्छ, यो चाहिँ चिप्लेटी। यो अहिले चाहिँ हामी अब यो पाएको पुरै उहाँ घर छन्, पतलो पतलो छ, सबै जङ्गल भइसकेको छ। ओम नमः शिवाय। आउन सजिलो छ कान्छी, तँलाई घर आउन सजिलो छ। त्यो पनि पहाड हेर्नु बुढी आमालाई हेर्नु। यतै ओख्लातिर घर पनि बच्चाको गीतले पनि ट्याक्कै देखेन जे आउलाको आउँछु के जे भनी। हेलो गाइज, हामी चिप्लेटी जाँदैछौँ। यति उकालो यति उकालो यति उकालो। राम 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 राम। कहाँ यो? चौरेल चौरेलका कटेरिया भन्नेमा आइयो अरे।
पक्नु चाहिँ म देखाइदिन्छु मिल्दो रहन्छ पछाडि क्यामेरा फर्काउनु म अगाडिबाट देखाइदिन्छु है देख्यो कि देखिएन थाहा भएन चौरेलको कटेरी भन्ने त्यही हो अनि यहाँ सबै खेतहरू हो पहिला पहिला हरियाली हुन्थ्यो अहिले त सबै खाली माया लाउने ए भाँगा सानी आमाले भाँगा ल्याइदिनु भन्नु त रे सानी आमा भाँगाको त लछरम्मै छ आउने बेला एक औलो हालेर हामीलाई डोका पाइयो चल डोका हालेर लु यिनीहरू मावली हिँडेको कहाँ गए यिनीहरू मावली हिँडेको अरे खै त नि अर्क्यो सेकेन्ड टाइम है मेरो चाहिँ हजुरको 1 वर्षपछि आउँदै म त 1 वर्षपछि फेरि आएँ म त स्वाग खुब सान बढी छ सान लु लु अब घर आएपछि देखाउँछु अनि मेरो घर आएपछि नि म आफै देखाउँछु बाई बाई भन्देऊ बाई भन्देऊ गाइसहरू हेर्नुहोस् है साथीहरू चोरेलगाँ कटेर बारी सलक्क यहाँ यी अनि त्यो डाँडा भइहाल्यो ए चोरेलगाँ कटेर केरा पसाइन्छ नि त्यहाँ केरा खान पाइन्छ है भएन अहिले त्यहाँ गएर ल हेर्नुहोस् है कस्तो राम्रो छ पुरै ए पहिला यस्तो थियो पुरै खर काटेर सलक्क हुन्थ्यो अहिले त पुरै खरै घर त्यत्तिकै छ हेर्नुहोस् है गाइस ल अब कटेर गएर भेटौँ ल है त ल है गाइस हामी चाहिँ कटेर आइपुग्यो हेरौँ है त्यहाँ कटेर के गरेछन् तिनीहरू आउँदैछन् म चाहिँ माथि आइसकेँ हेर्नुहोस् है माथि यस्तो छ हेर्नुहोस् है केरा पुट्रम्मै छ है ल है कटेरा के भन्दैछ हेरौँ है यहाँ हाम्रा कटेरा के छ है ए भैँसी रहेछ है कति राम्रो ल है गाई चाहिँ पुरै है दामी छ दामी छ है ल गाई ल यो भैँसीसँग बोल्ने अरे कम्पेयरै गरौँ त ल साथीहरू भनिदिनु है यो राम्रो छ कि यो राम्रो छ के अरे त्यही राम्रो छ नि ढुक्क हो नि के छ दिदी यहीँ माथि घर बस्ने हाम्रो ल हेर्नुहोस् गाई चाहिँ यस्तो दामी छ है पुरै बबाल छ खोलो है सानो खोलो यो पुरै काम हुँदैछ पुरै है रमाइलो छ जे जस्तो मामा कहाँतिर सब यो कुलो थियो पहिला यहाँ अहिले बाटो ठिक्क थियोस् दामी भयो है दामी चुत्रो हो ती हो यो चुत्रो चाहिँ हो बल्ल फुले ए अब चाहिँ आइपुग्यो है मामा कहाँ पनि लगभग हजुरको नाम चाहिँ के हो तामा मलाई त यहाँ सबैले साइली भाउजू भन्छन् साइली भाउजू ए साइली भाउजू ल साइली भाइजू भनेर गएर बारलाई भन्नु पर्यो तिम्रो मम्मीले साल दिदियो ए हो बाबाहरूले भाउजूहरू भन्ने हजुर बाबुलाई त सबैले सन्चै छ फाइनल्ली हाम्रो मामा घर ल अब साइला अब अब साइलामाको घर जानी ल साइलामाका घर बेटा है साइला जेठा ल है त गाइस टोयलेट यहाँ घर यहाँ यता जाने हो र एकछ आइज हचाम छिटै आइछ के अरे यहाँ पल्तिर खोला सन्जाम का के भयो र आइसकेपछि धौवा नि यो खोर थियो यो खोर होइन यहाँ बाख्रो उस थियो यहाँ कटेर थियो क्या यहाँ कता हो आइजाऊ त है मम्मी कटेर कहाँ थियो अरे बिर्सियो यार यो यही हो यही
यहीँ कता थियो क्या कटेरो एमा तलबाट आउने पाखो थियो त्यहाँ त्यो बाटो थियो यहाँ कटेरो थियो यो खोल यहाँ कता थियो क्या कटेराको त नाम निशानै छैन यार ल पुरै जङ्गल भयो यो माथि हामी बाख्रा चलाउनु जान्थ्यौँ यहाँ बबाल थियो अहिले त केही छैन जाम ल नगइ छ फर्केर आउनु थिइस् त तेरा पहिले कहाँ पुऱ्याउने हो ल अहिले त यही घर पछि ठ्याक्क बाटो गएर बबाल भयो यार फेरि भन् त ल यस्तरी बाटो गयो यो चाहिँ साइला बाको घर त्यो चाहिँ डाँडा साइना बाको घर है राम मामाहरूको यो साइला बाको घर अब तलतिर गएर भेटौँ यो घर चाहिँ साइला बाको घर हो है अब तलतिर गएर भेटौँला है त सरिता सानीमा ल हेर्नुहोस् है सीता ठुली हामी त आउने भन्नुहुन्छ तर कहिले आउनुहुन्छ खै ल हामी आइसक्यो है हामी म त 2 चोटि आइसकेँ है अनिता हामी आइसक्यो है तपाईँहरू कहिले अनिता यता हेर कहिले आउने हो भन्दै त तिनीहरूलाई हामी आइसक्यो साइला घर यो ल आइसक्यो है फेरिएको छैन पैसा दिए मैले गर्न सोचेर गएन गरे हैन गर्न सक्नुहुन्न र अब अब बुढी भएन म भन्दिनला गएर साइलामा जानु भनेर अब एक्लै भनी बस्ने हो एक्लै बाँदर कति आउँछ आमा ल साइलामा फर्केर आउन पर्यो भन अब ल उहाँ दिदीले चाहिँ कोकोलाई सरिता सानीमालाई र सीता ठुलीलाई सोध्नु हजुर ए ल हजुर चाहिँ छोरी आमाको नाम हजुरको ए ल सानो भन्छु तिम्रो नाम के हो नि डराइ क्या देखेर खोइ तेरो अनुहार त्यस्तै नि छ के छ नि त ल कुन चाहिँ हुन् कान्छी भाइ कता बस्छ नि भाइ सानै छ 5 वर्षको हुन्छ 5 वर्षलाई पनि छोडेर यहाँ थिएर नि ए अब हामी थियौँ के अरे हामीले हेर्यौँ त नि दुध खान्छन् दुध अब 5 वर्ष हामी कहाँ खाने र छोडो अब त हो र हजुर अनि कहाँ जाने त कहाँ अब तल दुर्गा सेना भएका त त भनेको नि अँ लौ त जानु जाने नि घर बलियाबाट आउँछ र हिँड्दै अब हिँड्दै आऊ घर पनि बदली भइछन् एउटा त भएन होला उसको हजुरको मामा घर साइला भएको छ साइला भएको पनि त्यस्तै हो त्यस्तै छ त्यही यता डाँडा कान्छा भएको बदली भयो डाँडा कान्छा भएको त्यो बदली भयो घर ल प्रयास जारी छ आफ्ना गाउँको आफ्नै बारीमा फलेको अर्ग्यानिक लाइल गुनास टिप्दै हुनुहुन्छ हाम्रो अनिताजी तिम्रो लागि हो क्या यस गर्न भनेको भिडियो बनाउँछन् उहाँ झर्न गाह्रो भएर हेर त सिडी मेरा बा ओम नमः शिवाय टिप्लिनको के बुता फाइनली ठुलो मामा घर मेरो घर हाम्रो मामा घर ए यस्तो भइसक्यो है घर त पुरै माइला अनि घर यस्तो भाइ पहिला गरेको घर ल कोकोले मिस गर्नु भयो ट्याक्क घर मात्रै याद छैन हाम्रो ओ मम्मी र ल केही भन्न छ तँलाई घरलाई घर देख्दा नि कस्तो लाग्यो कस्तो लाग्यो ल भन् कस्तो लाग्यो नरमाइलो लाग्यो कि राम्रो लाग्यो हजुर किन बिर्सिनी होला नि बिर्सिया त्यसरी आइन्थेन
मेरो म जन्मेको घर आउँदा त यिनीहरूले एकचोटि मोबाइल निकालेनन् कि एकचोटि निकालेनन् यिनीहरूले यता मान्छे म चिप्लेटी उन्जेलसम्म घरै पछि मोबाइल निकालेँ यहाँ यस्तो मैले ल्याउनु नभन्छ नि त छैन यस्तो हेप्ने हेर्नु है मम्मी यिनीहरूले हजुरको घरलाई हेपिन्छन् यिनै दुइटाउने भान्जा भान्जी यस्तो गरेर हाम्रो सम्बन्ध बिछेदियो मैं सच जो कहती हूँ सच के सिवा कुछ नहीं कहती ऊ हाम्रो स्कुल आयो अब म स्कुल गएपछि लायर नो सर्ट कन्ट्रोल कन्ट्रोल भाइ साहब कन्ट्रोल अब हामी चाहिँ स्कुल जानु लाग्यो एडिटिङमा पोख्छ छैनन् कि त्यसमा बिप गर्न सकौँ आँसु लाग्यो हामी चाहिँ म पढेको स्कुल जानु लाग्यो मुख सेतै बनाएर अलि माथितिर बसेर सातु खाएर अनि टुइ 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 लाएर स्कुल जान्थ्यौँ अहिले केही झोला नबकिकन नि यस्तो धौ भइन्छ स्कुल सुरु हुने 10 बजे सातु खाँदा खाँदै मुख सेतो बनाएर म जाने 11 बजे त्यस्ता गतिले पढेर पनि म यहाँ त्यति दुखाएर पढेर म आज यहाँसम्म पुग्छ अनि उहाँ टुप्पाडा यहाँसम्म कति भोक लाग्दो यो सानो ज्यानलाई दिउँसो साथीहरूलाई खाजा खाँदा क्यार थिएँ होला मैले हेरेर भने जिन्दगी आयो भने लु फाइनल्ली अहिले त कोही रहन्छन् दिल्ली सरहरू पनि रहन्छन् दिल्ली सर पनि आफै पढाउन गएछन् यता विद्यार्थी नभएर आफै जाने कुरो भएन म पढेको स्कुल मैले कखडा सिकेको स्कुल मैले सबभन्दा सुरु यसलाई जिरे खुर्सानी बनाएको स्कुल सिकेको स्कुल कोही नानी तिमीलाई केको ज्वरो आयो भन्दा जिरे खुर्सानीको ज्वरो आयो भनेको स्कुल अङ्कल हजुर बा यस्तो यस्तो आडैलाई पेट्रोल सकियो धकेल्नु पर्यो यसो भेट्टायो कि अब त रास्ता अङ्कल हजुर बा लगाएर त्यहाँ हाम्रो आज उठ्नेको लास्ट ट्रिप सकाउन फाइनल्ली घर आएपछि थकाइ नलाउने मान्छे र त घर आएपछि एहे सिकारी यता हेरिदिनु न एकचोटि अझै चुट्टा काट्ने बेला खिच्न बिर्सिएछ लु यही हो त्यतातिर नि आम्ला अब पछाडि आउँछु